आमाले प्याक गरिसक्यौँ हामीले भनेको 40 अब हजुर 30 मा 30 डेज 30 हामी होइन यसो गर्दा भयो नि त अब यिनीहरूलाई पनि एक्चुअल यसमा कि 15 छ कि के थाहा अब यो बजेट पास भएर आइसकेको रहेछ होइन त्यो समात्दैनौँ नि त यस्तो हो नि त त्यो समात्यो भन्दा हाम्रो जुत्ता त दिनै पर्यो नि त अनि हामी किन एउटा दिएर समात्छ नि त होइन अब यस्तो हुन्छ क्या बार्गेनिङ भनेको कस्तो हुन्छ है हामीले बार्गेनिङ गर्यौँ होइन हजुरसँग 50 बाट हामी 50 बाट 40 अनि 40 बाट हामी 30 सम्म पुगिसक्यौँ अब यो भन्दा त हामी अब यस्तो हो क्या त्यो अब प्राइसकै लागि बार्गेनिङ हो भने त अब जुत्ताको भ्यालुएसन गर्नु पर्यो कि लाखको हो कि जुत्ता अब 10,000 को जुत्ता छ भने बार्गेनिङ गरेर 1,000 को रुपियाँको जुत्ता हो अनि यहाँ हो तपाईँहरूको रेस्पेक्ट गर्नको लागि मात्रै उनीहरूले त्यति पैसा भनिरहेछ हामी यसमा ल जस्ट फर तपाईँहरू भनिहाल्नु भयो होइन हामी 1,000 यसमा जुत्ताको त पैसा थपिदिन्छौँ 21,000 हामी दिँदैन त्यो भन्दा माथि गएर चाहिँ हामी दिँदैनौँ त्यो त मिल्दैन नि हामी अब नेगोसिएट 4 जना सबै मिलाएर त्यसो भए 250 आयो नि त सबैलाई होइन लास्टमा 0 छ यहाँ सुन हामीले इभन नम्बर दिइरहेको छु तपाईँहरूलाई होइन इभन नम्बर 2,000 इभन नम्बर है 21,000 भयो दिदी दिइरहेको छु दिदी प्यारो दिदी दिएको दिदी त तिमीहरूले 20,000 मा दिएको होइन नि त अब दिदी त कसले पैसा यो राख त हामीलाई पैसा पनि चाहिएन भयो मलाई हजुरको पुरै मन परेन लिनु मलाई पुरै मन परेन है त्यसरी रिसाएर जिस्किँदाखेरि त्यस्तो रिसायो भने त मतलबै भएन त्यस्तो भनेन नि दिदीले हामीले के पैसा दिएको होला त्यस्तो भनेर होइन दिदी नै दिएको छ भन्नुभयो नि त पैसा नै चाहिएन कि हजुरको त्यसरी हर्ट गर्नु पर्ने होइन है I'm sorry किनकि हामी कन्ट्रोल गरिजाउँ त हजुर कसरी बोल्दै रहेछ I'm really sorry मैले तिमीलाई हर्ट गर्न खोजेको होइन I'm really sorry त्यही हुँदैन यसमा हुँदैन एउटा दिदीलाई अङ्गाल हाल्छ होइन it's okay दिदीलाई अङ्गाल हाल्छ भेरी फन ब्याटर है अब हामीले पनि रमाइलो के लाग्यो हजुरहरू हामीले 20,000 दिनु अन्त 1,000 भयो भने के भयो जस्ट रमाइलोको लागि मात्रै हो कि होइन के भयो उनीहरू मजाक मात्रै गर्छ यस्तै गर्छ नि इमोसन हर्ट गर्ने त गर्नु भएन नि मिना सरी सरी भन्नु मैले सरी भने I'm really sorry I didn't mean to hurt you प्लिज नरो प्लिज हगेर it's okay कहानी हो कि फेरि यो I'm really sorry I'm really sorry कहानी बुझ्यो ओ दादल छोडिदिनु होइन दादासँग लगाइदिनु हुँदैन होइन के हुँदैन केही फरक पर्दैन फोटो खिच यसरी रोया आउँछ है फेरि हाँस प्लिज ल ल म दिन्छु ल यता मेन फङ्सन यता सबै अप्ठ्यारो छ